इलेक्ट्रोलाइट ल्याब्स है त यो पनि एउटा एनक्लेक्सको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट टपिक हो। तपाईँलाई चाहिँ एनक्लेक्सले फ्रिक्वेन्टली यो टपिकलाई लिएर चाहिँ क्वेसन्सहरू सोधिरहन्छ। अब यो टपिक भन्दा पनि यो टपिकको जुन कम्पोनेन्टहरू छ, साइन एन्ड सिम्टमहरू छ, तपाईँहरूलाई यो चाहिँ मेडिकल सर्जिकलको डिजिज कन्डिसनमा चाहिँ एकदमै धेरै काम लाग्ने कुरा हो। सो आई होप इट विल बी हेल्पफुल फर यु अल। र आज चाहिँ म तपाईँहरूलाई दुईवटा इलेक्ट्रोलाइटको बारेमा मात्रै भन्न आएको छु र बाँकीको इलेक्ट्रोलाइटको बारेमा चाहिँ तपाईँहरूलाई म पार्ट 2 मा पनि भन्नेछु। सो त्यसको लागि चाहिँ तपाईँहरूले प्लिज डु फलो दिस अकाउन्ट। र फर्स्टमा भनेको चाहिँ आज हामी पोटासियमको बारेमा डिस्कस गर्दैछौँ। पोटासियम भनेको चाहिँ के हो त भन्दाखेरि यो चाहिँ एउटा हाम्रो बडीको एकदमै इम्पोर्टेन्ट इलेक्ट्रोलाइट हो, स्पेसली फर यर हार्ट है। पोटासियमले चाहिँ हाम्रो हार्टको मसल्सलाई पम्प गर्ने काम गर्छ र यसको नर्मल रेन्ज भनेको चाहिँ 3.5 to 5.0 हो। अब पोटासियम इम्ब्यालेन्सेसमा के हुन्छ त भन्दाखेरि देयर आर अलवेज टु थिङ्स, आइदर इट इज लो इन द बडी और इट इज हाई इन द बडी है त। सो वेन इट इज लो इन द बडी इट इज कल्ड द स्टेट अफ हाइपोक्यालेमिया, अनि वेन इट इज हाई मोर देन 5.0 देन इट इज कल्ड द स्टेट अफ हाइपरक्यालेमिया है त। अब हामी हाइपर र हाइपोक्यालेमियामा के हुन्छ होइन, यसको साइन एन्ड सिम्टमहरू के हुन्छ र यसको म्यानेजमेन्टहरू पनि के हुन्छ भन्ने बारेमा मैले तपाईँहरूलाई यहाँ नोट पनि ल्याइदिएको छु। फर्स्टमा भनेको चाहिँ हाइपरक्यालेमिया। हाइपरक्यालेमियामा चाहिँ के हुन्छ भने द पोटासियम लेभल इज मोर देन 5.0, त्यो कन्डिसनलाई चाहिँ हामी हाइपरक्यालेमिया भन्छौँ। जसले गर्दाखेरि चाहिँ अब हाइपर भन्ने बित्तिकै देयर इज अ हाई लेभल अफ पोटासियम। अब पोटासियमले त हार्टको मसललाई पम्प गर्ने काम गर्छ, सो इट इन्क्रिजेस द हार्ट पम्प। यसले चाहिँ हार्टको बिटलाई बढाउने काम गर्छ अनि एकदमै हार्टको जुन रेगुलर पम्प हुने मेकानिजम थियो त्यसलाई चाहिँ यसले फास्ट गरिदिन्छ। सो इट इज भेरी डेन्जरस कन्डिसन। र यसमा चाहिँ अब हार्टलाई इन्भल्भ हुने बित्तिकै हाम्रो इसिजी चेन्जेसहरू त देखिने नै भयो। सो के इसिजी चेन्जेस देखिन्छ भन्दाखेरि चाहिँ देयर इज पिक टी वेव्स एन्ड एसटी एलिभेसन। सो तपाईँहरूले साइन एन्ड सिम्टमहरूमा पिक टी वेव्स, एसटी एलिभेसनहरू देख्ने बित्तिकै यु सुड अलवेज थिङ्क अबाउट हाइपरक्यालेमिया। मैले चाहिँ त्यहाँनिर फिगर पनि ल्याइदिएको छु। यु क्यान सी नर्मलमा चाहिँ हाम्रो इसिजी चेन्जेस त्यस्तो हुन्छ भने एसटी एलिभेसनमा चाहिँ त्यस्तो हुन्छ है त। सो अर्को भनेको हामीले म्यानेजमेन्ट। अब हाइपरक्यालेमिया हुँदा हामीले कसरी म्यानेज गर्ने त भन्दाखेरि यदि डिसअरिथमियाजहरू भइरहेछ होइन, जस्तै एट्रियल फ्लटर, एट्रियल फिब्रिलेसन, भेन्ट्रिकुलर फिब्रिलेसनहरू, यो डिसअरिथमियाजको पनि म बेग्लै एउटा पार्ट बनाउँछु। इफ डिसअरिथमियाजहरू क्रिएट भइरहेछ भने वी सुड अलवेज गो फर आइभी क्याल्सियम ग्लुकोनेट है त। यो चाहिँ एउटा फर्स्ट लाइन म्यानेजमेन्ट भयो। अनि अर्को भनेको हामीले चाहिँ अब पोटासियमलाई ब्याक इन्टु सेल राख्नु पर्यो नि त, किनभने इट इज अल ओभर आवर बडी देयर इज अ हाई लेभल अफ पोटासियम भनेपछि त्यसलाई ब्याक इन्टु सेल लाउनको लागि चाहिँ हामीलाई रेगुलर इन्सुलिन विथ आइभी 50% डेक्स्ट्रोज चाहिन्छ। बिकज इफ यु गिभ only insulin the patient can go into hypoglycemia, so it should be given with IV 50% dextrose है। र अर्को भनेको क्याक्सालेट भन्ने एउटा मेडिकेसन पनि हुन्छ विच इज युज टु लोवर डाउन यो पोटासियम लेभल। र नेक्स्ट भनेको चाहिँ हाम्रो लास्ट अप्सन द्याट इज डायलासिस विच फिल्टर आउट द एक्सेस पोटासियम फ्रम your बडी। सो दिस इज अल अबाउट हाइपरक्यालेमिया। र अर्को भनेको हाइपोक्यालेमिया। अब हाइपोक्यालेमिया इज जस्ट अपोजिट टु हाइपरक्यालेमिया वेयर देयर इज लो पोटासियम द्याट इज लेस देन 3.5। अनि अब यसले लेस भन्ने बित्तिकै हाम्रो हार्टको मसल्सलाई राम्रोसँगले पम्प गर्न दिँदैन, देयर इज लो पम्प है। अनि यसको इसिजी चेन्जेस पनि इट इज जस्ट अपोजिट टु हाइपरक्यालेमिया। देयर इज फ्ल्याट टी वेभ र एसटी चाहिँ यहाँ डिप्रेस हुन्छ, उतापट्टि एलिभेट हुन्छ भने यहाँ डिप्रेस हुन्छ एन्ड देयर इज यु फर्मेसन। सो त्यहाँनिर तपाईँले इसिजीमा पनि देख्न सक्नुहुन्छ देयर इज द लोवर लेभलमा चाहिँ यु फर्म भएको छ है। सो तपाईँहरूले इसिजीमा यस्तो चेन्जेसहरू देख्ने बित्तिकै यु सुड अलवेज थिङ्क अबाउट हाइपोक्यालेमिया। सो म्यानेजमेन्ट चाहिँ के हो त भन्दाखेरि हामीले अब पोटासियम कम हुने बित्तिकै हामीले चाहिँ बाहिरबाट पोटासियम दिनु पर्यो। सो एडमिनिस्टर पोटासियम आइभी, तर आइभी भन्ने बित्तिकै यु सुड नेभर पुस द आइभी पोटासियम। आइभी पोटासियमलाई कहिले पनि हामीले चाहिँ पुस गर्न मिल्दैन। सो यु सुड अलवेज युज आइभी पम्प। गिभ ओन्ली 10 to 20 mq म्याक्स पर आवर, त्योभन्दा धेरै चाहिँ हामीले दिन मिल्दैन र एकदमै स्लो इन्फ्युज गर्नुपर्छ किनभने यसले चाहिँ पेसेन्टलाई बर्निङ सेन्सेसन गराउन सक्छ। सो दिस इज अल अबाउट हाइपोक्यालेमिया। अब हामी अर्कोतिर जाऊँ द्याट इज सोडियम। अब सोडियम पनि इट इज वान अफ द नेक्स्ट मोस्ट इम्पोर्टेन्ट इलेक्ट्रोलाइट फर आवर बडी। सोडियम अलवेज लाइक इट स्वेल्स द बडी लाइक वाटर चाहिँ जहिले पनि सोडियमलाई फलो गर्छ एन्ड सोडियम फलोज द वाटर। सो वाटर एन्ड सोडियम आर प्रोपोर्सनल टु वान अनदर। सो देयर इज where there is sodium there is water भने जस्तै हो है। र यसको नर्मल रेन्ज भनेको चाहिँ 135 to 145 MEQ पर लिटर हो। र यसमा पनि हामीले अगाडि पढेको जस्तै आइदर इट इज लो अर हाई, त्यसको इम्ब्यालेन्सेसहरूमा कि त 135 भन्दा कम हुन्छ कि त 145 भन्दा धेर हुन्छ। सो कम हुँदाखेरि इट इज कल्ड हाइपोनेट्रिमिया र धेर हुँदाखेरि इट इज कल्ड हाइपरनेट्रिमिया। सो हाइपोनेट्रिमिया चाहिँ अलिक डेन्जरस हुन्छ हाइपरनेट्रिमिया भन्दा, बिकज इट कजेस मेन्टल स्ट्याटस चेन्ज लाइक
एकदमै हाई प्रायोरिटी यदि पेसेन्टको हाइपरनेट्रिमिया देखिरहेछ भने यु सुड अलवेज फोकस अन देयर मेन्टल स्ट्याटस है, स्पेसली ओल्ड एजको पिपलहरूलाई। र नेक्स्ट थिङ भनेको चाहिँ देयर इज सिजर एन्ड कोमा, अनि अर्को भनेको रेस्पिरेटरी एरेस्ट। सो दिस 3 आर द मेन सिम्पटम अफ हाइपोनेट्रिमिया। र अर्को कुरा भनेको लो सोडियम हुने बित्तिकै हाम्रो बडी पनि लो एन्ड स्लो हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। सो दिस फिचर्स युजली रिसेम्बल्स टु द्याट। अब अर्को भनेको हाइपोनेट्रिमिया। अब हाइपोनेट्रिमिया भन्ने बित्तिकै देयर इज हाई सोडियम इन द बडी, र मैले अगाडि पनि भने सोडियम लभ्स वाटर। सो अब हाई सोडियम भन्ने बित्तिकै स्वेलिङ एन्ड एडिमा अल ओभर द बडी हुने नै भयो बिकज अफ द एक्सेस वाटर। र अर्को भनेको इन्क्रिज मसल टोन, र नेक्स्ट भनेको फ्लस्ट रेड एन्ड रोजी स्किन। सो दिस आर द फिचर्स अफ हाइपरनेट्रिमिया। आई होप दिस all is helpful for you all। अनि नेक्स्ट पार्ट चाहिँ म अर्को इलेक्ट्रोलाइटहरू लिएर अर्को भिडियो बनाउनेछु। थ्याङ्क यू all, बाई बाई।